वेलकम गाइस टु माय न्यू ब्लग। तपाईहरु सन्चैलाई म एकदम सन्चै छ। आज म पुरै एनर्जीका साथ आइसकेको छु फेरि ब्लग बनाउन। अनि म आज जिल्ला गेमको लागि म जाँदै छु थबाङ भन्ने ठाउँमा। कान्छा ट्याक्क आएको छ यहाँ मलाई पठाउन आएछ। यसले मादल पुरै बजाइरहेछ। ल एक मादल दे त कान्छा। पुरै मादल त पुरै हम त पुरै जान्छ हो कि रे पहिला कसरी भन्दैछ तैँले आफ्नो नाम भन् त। हामी पहिला सुरुको भलग्नु आफ्नो नाम भएनदेखि आश लाग्छ भन्छ। हामी एकछिन अब बजार जान्छौँ। के छ कता छ हामी देखाउने गर्छौँ। अब हामी ट्याक्कै यता मैले ब्याग रेडी गराइसकेको छु। हामी सत्तो बोक्छौँ अनि हामीले गद्दा पनि लगाउनुपर्ने हुन्छ ओसाउनको लागि। अनि अरू त केही लाग्दैन मैले त्यस्तो। ट्याक्क मैले गेडा भनिसकेको छु। कपडा लगाइसकेको छु। म जाँदैछु म बजार गइसकेपछि तपाईँहरूलाई भेट्छु। ल धन्यवाद गाइस। अब हामी लाग्दैछौँ। कान्छाले अन्त बोक्छ कान्छाले नयाँ ब्रान्डेड चप्पल हाल्यो। धेरै नै 750 मात्रै। धेरै महँगो किन्ने बानी छैन हाम्रो। धेरै लिने गरेको छु भनेर भन्न चाह्यौँ। हामी महँगो किन्छौँ। सस्तो हो कि नाम होइन ब्रान्ड भन्ने कुरा थाहा चाहिँ छैन नि हुन्छ। ट्याक्क बोलेको छु मैले झोला बोकाएको छु है। बोगा छ कस्तो बोलिरहेको छु हेरौँ त यो बोले यसको शैली मैले ज्यान खाइरहेछ। अब म बजार जान्छु। मेरो जिल्ला जाने पालो आइज होला। यसको पनि आउँछ पालो। अनि ट्याक्क यसले त्यो गर्छ अब बजारसम्म मलाई पठाइ लाग्छ। त्यसपछि म त जान्छु जिल्ला गेम खेल्नेतिर। अनि उता घरतिर लाग्छ। त्यसपछि शादीमा जान्छु म चाहिँ फेरि। अनि बिहा खान जान्छु। बिहा प्रकाश दाइ बिहामा शादीमा क्याब लिनुहोस् त। नलिनु भने आफै क्याब नलिएर जा भने जस्तो। त्यही मैले नलगाउँ त भन्ने कुरा गाइस। ल हामी बसमा गइसक्यो भेट्छ उसमा जाने खेलाडी गाइस। हामी यता आइसकेका छौँ बसमा। ट्याक्क क्रिसवाला के त बस्ने ठाउँ नपाएन तर पर्दै सिम खेल्न गएको त निश्चलमा यता सुतिन हामी एउटा यो टेक्निक सुत्न हामी पता नि गफान्ने पनि अब हुनु पर्छ क्षमता हो कि झोला हितिन अरे हामी सिरानी हाल्यौँ दुरै सुत्न हामी पाले पालो दोस्तो आयो। ओ हेलो काइला बाइक लगेर दिए त मजाले जान्थ्यो कि यार। दाम के दियो दाम अनि यहाँ चाहिँ अब जुलनहरू चाहिँ नाचिरहन्। म छैनलाई पनि अगाडि मिलेर नाचिरह। यता हिटो गर्दैन त। अब यता सिजन र बिराजहरू छन्। अनि यता म छु। अनि गाइस भए चाहिँ अलिकति रुगा ला। अनि अब हामी थलाङ टाढा छौँ। बुझाएको छु कि थलाङ चाहिँ एकदमै चिसो छ। अब त्यहाँ के कस्तो हुन्छ हेरौँला होइन। हामी जाँदैछौँ। मिलन अगाडि नाच्छु भनेर कहाँ के गर्छ अहिले अब हुडिङ गरिरहन्। अब यतातिर चाहिँ लगको लागि भनिदिनु न। यहाँ चाहिँ पूर्णिमा दिदी हुन्छ। यहाँ लाजले मुख छोडी भन्छ। होइन हामी हलङ्गाको बजार चाहिँ आइसकेका छौँ। अनि हलङ्गादेखि चाहिँ अलि अगाडि हिँड्नुपर्ने हुन्छ। अनि त्यो बाटो चाहिँ त्यस्तो राम्रो रहेन रहेछ। प्रकाश दाइको बिहा खान पाइएन यार। बिहे चाहिँ चपेर एकदम अनि यता किरिस हो किरिस होइन किरिस गिरिस
अहिले चाहिँ गाइज बस चाहिँ अड्डा छ अनि त्यसपछि हामी चाहिँ खाना खाँदैछौँ नास्ता खाना भन्दा पनि नास्ता खाँदैछौँ यसले चाहिँ चाउरो खाइरहेको छ अनि म चाहिँ बिस्कुट खान लाग्छु देख्नुहुन्छ अनि चाहिँ चाउरो खाइरहेको छ यसले खुवायो गाइज मलाई अनि भोक लागिरहेको थियो अनि अहिले यसले खायो अब पछि यसको चाहिँ उयो गरौँ न होइन मिलनहरू चाहिँ भाइर खानु होइन अहिले त खाइरहेको छौँ टोलले पुरै मजा गरिरहेको छ होइन हेर न टोली त पुरै छ क्या टोली पछिल्लो चरण किन यस्तो जसियो पुरै छ यहाँ चाहिँ पुरै चलिरहेको छ होइन क्रिसको र कान्छाको चाहिँ पुरै चलिरहेको छ अनि विराटलाई चाहिँ चिन्ता छैन गाइस मलाई पनि छैन वेट घट्दैन वेट नघटेर विराटलाई चाहिँ चिन्ता छ चलपल पुरै छ क्या गाइस होइन यहाँ चाहिँ नमिले चाहिँ फेरि गेम खेलिरहेको छ नि पुरै रमाइलो भइरहेको छ गाइस रमाइलो भइरहेको छ हलिडे पनि छ बिहान गाइसहरू हेर्नु सक्छ होइन अब हामी जाँदैछौँ फेरि अहिले अर्को फन्डी मुभमेन्ट भयो भने चाहिँ फेरि म तपाईँहरूले देखाउनु प्रयास गर्नुहुन्छ है बर्तिगाउँ ल है गाइस बर्तिगाउँ यतातिर छ ठुलो बिल्डिङ छ अलिक ठुलो बिल्डिङ हो गाइस हुन्छ अब अगाडितिर पनि छ कति ठाउँ छ अगाडितिर हुन्छ पुरा छ होइन ठुला बिल्डिङ छ जोस खत्रै छ खत्रै छ गाइस जोस तुलसीको वान पर्छ भने थियो गाइस जे जोस खतरा छ यहाँ चिज होइन गाइस आउँछ होइन त्यहाँ यति लामो पुल छ म तपाईँहरूले देखाउनु लाग्छु यति धेरै लामो छ नि हेर्नु चाहिँ गाइस त्यहाँ देख्नु सक्नुहुन्छ कति लामो छ त्यसको तल चाहिँ एउटा खोला पनि छ जस हामी खतरा ठाउँमा हिँड्नु लाग्छौँ अनि केटाहरू चाहिँ अहिले माथि खान आयो एउटा डन आयो डन झुङ्गो पुल चाहिँ खतरा बब्बाल छ होइन यो करिब 200 मिटरभन्दा लामो त होला यार तल पुरै यति ठुलो भिड छैन सो गाइस अहिले चाहिँ होइन रात पनि भइसक्यो र दिउँसो चाहिँ गाइस मोबाइलमा चार्जै नभएर तपाईँमा त गाइस चार्ज लगाउने ठाउँै नभएर कस्तो गाह्रो भयो अनि आजको लागि यति नै हुन्छ अनि भोलि चाहिँ गेम छ अनि उसु अरू सकिसक्यो र आज चाहिँ भोलि चाहिँ ताइक्वान्डो कराते छ अनि रनिङहरू छ त्यसलाई चाहिँ हामी देखाउने कोसिस गर्नेछौँ आजको लागि यति नै अब हामी सुत्छौँ आजको लागि ब्लग यति नै अब लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई गाइज जय नेपाल